नमस्ते। आज हामी एउटा एकदमै चाखलाग्दो विषयमा कुरा गर्दैछौँ, अनुसन्धान। अब अनुसन्धान सुन्ने बित्तिकै धेरैलाई यो कुनै किताबमा मात्र सीमित अलि झन्झटिलो विषय हो जस्तो लाग्न सक्छ। तर वास्तवमा यो सिद्धान्तलाई कक्षाकोठासम्म ल्याउने एउटा अचम्मको र शक्तिशाली माध्यम हो। आउनुहोस् यो यात्रा सँगै सुरु गरौँ। ल, हाम्रो यात्रा एउटा एकदमै आधारभूत तर गहिरो प्रश्नबाट सुरु हुन्छ। हामी आफ्नो मनमा आउने जिज्ञासालाई ज्ञानमा कसरी बदल्छौँ? हो, यही प्रश्नको उत्तर खोज्ने प्रक्रिया नै अनुसन्धानको मुटु हो। यसले हाम्रा प्रश्नहरूलाई एउटा व्यवस्थित उत्तर दिने बाटो देखाउँछ। त्यसो भए अनुसन्धान भनेको वास्तवमा के हो त? सरल भाषामा भन्नुपर्दा यो कुनै समस्या समाधान गर्न, केही नयाँ कुरा पत्ता लगाउन वा कुनै पुरानो सिद्धान्त ठिक छ कि छैन भनेर जाँच्न अपनाइने एउटा व्यवस्थित र योजनाबद्ध यात्रा हो। यो खालि जानकारी जम्मा गर्ने काम मात्रै होइन, बरु त्यस जानकारीलाई अर्थ दिने प्रक्रिया हो। रेडम्यान र मोरीको यो भनाइले यसको सारलाई कति राम्ररी समातेको छ। नयाँ ज्ञान प्राप्त गर्नको लागि गरिएको व्यवस्थित प्रयास। यहाँ सबैभन्दा महत्त्वपूर्ण शब्द हो व्यवस्थित प्रयास। हो, यही कुराले अनुसन्धानलाई सामान्य खोजबिनभन्दा फरक र विशेष बनाउँछ। अब अनुसन्धानलाई अझै राम्ररी बुझ्न यसलाई यसको उद्देश्यको आधारमा दुईवटा ठूला भागमा बाँडेर हेरौँ। यो विभाजनले हामीलाई के देखाउँछ भने अनुसन्धान गर्नुको पछाडि दुईवटा मुख्य कारण हुन्छन्, कि त केवल ज्ञानको लागि, कि त कुनै व्यावहारिक समाधानको लागि। यहाँ मूल फरक नै यही हो। हेर्नुहोस् त, आधारभूत अनुसन्धानको लक्ष्य भनेको केवल ज्ञानको दायरालाई फराकिलो बनाउनु हो। अर्कोतिर व्यावहारिक अनुसन्धानको लक्ष्य चाहिँ कुनै ठोस वास्तविक समस्यालाई समाधान गर्नु हो। भन्नुको मतलब एउटाले किन भन्ने प्रश्नको उत्तर सोध्छ भने अर्कोले कसरी समाधान गर्ने भन्नेमा जोड दिन्छ। आधारभूत अनुसन्धान, जसलाई शुद्ध अनुसन्धान पनि भनिन्छ, ज्ञानको लागि ज्ञान भन्ने सिद्धान्तमा चल्छ। यसको मतलब यसको तुरुन्तै कुनै प्र्याक्टिकल युज नदेखिन सक्छ, तर यसले हाम्रो ज्ञानको समग्र जगलाई नै बलियो बनाउँछ र भविष्यका खोजहरूको लागि बाटो खोल्छ। ठिक यसको उल्टो, व्यावहारिक अनुसन्धानले चाहिँ कुनै तत्काल र विशेष समस्याको समाधान खोज्छ। यसले सिद्धान्तलाई वास्तविक संसारमा, जस्तै कि कुनै कक्षाकोठा वा समुदायमा प्रयोग गरेर त्यस समस्याको समाधान निकाल्न मद्दत गर्छ। यो एकदमै प्र्याक्टिकल हुन्छ। ल, यो तालिकाले त झनै छर्लङ्ग पार्छ। हेर्नुहोस् त, मुख्य लक्ष्यमा कति फरक छ। एकातिर ज्ञान विस्तार, अर्कोतिर समस्या समाधान। त्यस्तै सामान्यकरण अर्थात् त्यसको नतिजा कति ठाउँमा लागू हुन्छ भन्ने कुरामा पनि भिन्नता छ। आधारभूत अनुसन्धानले विश्वव्यापी सत्य खोज्छ, तर व्यावहारिक अनुसन्धान कुनै खास ठाउँ वा अवस्थामा मात्र केन्द्रित हुन्छ र समयको हिसाबले पनि एउटा लामो समयसम्म चल्न सक्छ भने अर्को छोटो समयमै टुङ्गिन्छ। अहिलेसम्म हामीले अनुसन्धानको किन बुझ्यौँ, अब कसरी गर्ने भन्नेतिर लागौँ। यसलाई एउटा अनुसन्धानकर्ताको टुलकिट वा औजार बाकस जस्तो सम्झिनुहोस्, जहाँ हरेक फरक कामको लागि फरक फरक औजार हुन्छ। यो कुरा एकदमै सरल छ, होइन त? हरेक कामको लागि एउटै औजारले काम चल्दैन नि। हो, अनुसन्धानमा पनि ठ्याक्कै त्यस्तै हो। हामीले सोधेको प्रश्नले नै निर्धारण गर्छ कि कुन विधि वा औजार प्रयोग गर्ने। हाम्रो टुलकिटको पहिलो औजार हो मात्रात्मक अनुसन्धान। नामैले भन्छ मात्रा अर्थात् सङ्ख्या। यो नम्बर्स, डेटा र स्ट्याटिस्टिक्ससँग खेल्ने विधि हो। कतिजना विद्यार्थीले राम्रो गरे वा यो विधिको प्रभाव कति प्रतिशत रह्यो जस्ता प्रश्नहरूको जवाब खोज्नको लागि यो विधि सबैभन्दा उपयुक्त हुन्छ। अब अर्को औजार गुणात्मक अनुसन्धान। यो चाहिँ सङ्ख्याभन्दा पर गएर किन र कसरी भन्ने गहिरा प्रश्नहरूको उत्तर खोज्छ। यसले शब्द, अनुभव र अवलोकन जस्ता गैर सङ्ख्यात्मक डेटामा ध्यान दिन्छ। मानिसहरूको अनुभव र भावनाहरू बुझ्न यो विधि उत्तम छ। यो तालिकामा हेर्दा यी दुई बीचको फरक झनै प्रष्ट हुन्छ। मात्रात्मकमा हामीसँग पहिले नै एउटा सिद्धान्त हुन्छ जसलाई हामी परीक्षण गर्छौँ, तर गुणात्मकमा हामी डेटाबाटै नयाँ सिद्धान्त बनाउन सक्छौँ। डेटाको प्रकारमा पनि त्यस्तै फरक छ। एउटा सङ्ख्यात्मक, अर्को शाब्दिक, र विश्लेषण पनि फरक तरिकाले हुन्छ। एउटामा तथ्याङ्कको प्रयोग हुन्छ, अर्कोमा व्याख्या र अर्थ खोजिन्छ। अब कुरा गरौँ सबैभन्दा व्यवहारिक र शक्तिशाली औजारको, खास गरी शिक्षकहरूका लागि। यसलाई भनिन्छ कार्यमूलक अनुसन्धान र यो कुनै पनि कक्षाकोठाको लागि एउटा महाशक्ति जस्तै हो।
कार्यमूलक अनुसन्धानको सबैभन्दा राम्रो पक्ष के हो भने यो बाहिरबाट कुनै एक्सपर्ट आएर गर्ने होइन। यो त शिक्षकहरूले आफै आफ्नै समस्या समाधान गर्न आफ्नै कक्षा कोठामा गर्ने अनुसन्धान हो। यो एकदमै ह्यान्ड्स अन प्रक्रिया हो। यो बनाइले कार्यमूलक अनुसन्धानको आत्मालाई समातेको छ। यसको मुख्य उद्देश्य प्रमाणित गर्नु होइन, सुधार गर्नु हो। मतलब यो ठूलो एकाडेमिक पेपर छाप्नको लागि होइन, बरु आफ्नो शिक्षण विधिलाई हरेक दिन अझ राम्रो र प्रभावकारी बनाउनको लागि हो। र यो सुधारको प्रक्रिया एकचोटि गरेर सकिने कुरा होइन। यो त एउटा चक्र हो, एउटा निरन्तर चलिरहने प्रक्रिया, जहाँ हामी योजना बनाउँछौँ, काम गर्छौँ, त्यसलाई हेर्छौँ र फेरि त्यसबाट सिकेर अझ राम्रो योजना बनाउँछौँ। यो चक्रमा 4वटा सरल चरणहरू छन्। पहिलो, योजना, अर्थात् के समस्या छ र त्यसलाई कसरी समाधान गर्ने भनेर सोच्ने। दोस्रो, कार्य, त्यो योजनालाई लागू गर्ने। तेस्रो, अवलोकन, के भयो भनेर हेर्ने र डेटा लिने। र चौथो, प्रतिबिम्ब, अनि परिणाम हेरेर अर्को पटक के राम्रो गर्न सकिन्छ भनेर सोच्ने। यो चित्रले त्यही कुरालाई कति राम्ररी देखाएको छ, हेर्नुहोस् त। यो एकपछि अर्को चक्रमा चल्छ। हरेक पटक हामी समाधानको अझ नजिक पुग्छौँ र हाम्रो तरिका अझै परिष्कृत हुँदै जान्छ। यो निरन्तर सुधारको एउटा सुन्दर यात्रा हो। ल, यति धेरै कुरा गरियो, तर प्रश्न उठ्छ, यो सब जान्नु किन महत्त्वपूर्ण छ त? खास गरी एक शिक्षकको लागि यसले के फरक पार्छ? सारमा भन्नुपर्दा अनुसन्धानलाई बुझ्नु भनेको आफ्नो कक्षा कोठामा एउटा वैज्ञानिक दृष्टिकोण अपनाउनु हो। यसले सिद्धान्त र व्यवहार बीचको खाडललाई पुर्छ र सबैभन्दा महत्त्वपूर्ण कुरा, यसले शिक्षकहरूलाई केवल ज्ञान दिने व्यक्तिबाट आफ्नो कक्षा कोठाको विशेषज्ञ अन्वेषक र समस्या समाधानकर्ताको रूपमा सशक्त बनाउँछ। र अब यो सबै कुरा सुनिसकेपछि एउटा प्रश्नमा सोच्न छोड्न चाहन्छु। आज हामीले चर्चा गरेका यी औजारहरूमध्ये कुनै एउटा प्रयोग गरेर हाम्रो काममा रहेको कुन चाहिँ सानो समस्या समाधान गर्ने पहिलो पाइला चाल्न सकिन्छ होला? किनकि याद राखौँ, हरेक ठूलो सुधार एउटा सानो प्रश्नबाटै त सुरु हुन्छ।